एभ्रिवान वेलकम छ सबैजनालाई मेरो अर्को ब्लगमा न्यू डे न्यू ब्लग आयो सबैजना सन्चै हुन्छ होला म पनि एकदमै सन्चै छु साथीहरू अनि फ्रम मेरो रुमबाट स्टार्ट गरिरहेको छु ब्लग चाहिँ साथीहरू अनि आज न्यू लुक्स उल्टो उल्टो बोलेला साथीहरू नि आज हामी चाहिँ मेरो साथी वेलकम छ मेरो ब्लगमा निलम छ सबैजनाले चिन्नुहुन्छ थाहा छ तर पनि आज हामी जाँदैछौँ बाहिर मेरो साथीको एटिएम भित्र त्यही भएर यसो बनाउनुको लागि निस्किनु लागेको साथीहरू कस्तो भइरहेछ आज हाम्रो लुक्स यसो कमेन्ट गरिदिनु होला रेडी ल जाऊँ न त जाऊँ चाबी बोक्नुभयो तपाईँले बोक्नुभयो कि मैले बोक्ने अनि अब चाहिँ हामी निस्किन लागेको साथीहरू कस्तो मेकअप गर्न हुँदैन यसो आज गरिदिएको कस्तो भयो साथीहरू कमेन्ट गर्नु होला कहाँ कहाँ जान्छौँ तपाईँहरूलाई म देखाउने नै छु हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ रेडी भएर पनि बाहिर निस्किसक्यौँ हामी चाहिँ गाडी वेट गरिरहेको छौँ दुईजना हाम्रो लुक्स कस्तो भइरहेको छ साथीहरू यो कपालले डिस्टर्ब गराइदियो आज मलाई अनि आज जाँदैछौँ हाम्रो गाडी आउँदैछ आजसम्म मैले कपाल माथि बाँध्दैछु साथीहरू बाहिर लास्टै गरिदिन्छ जाँदैछौँ अनि अस्तिको भिडियोमा सबैजनाले कमेन्ट गर्नुभएको थियो राम्रो राम्रो थ्याङ्क यू सो मच सबैजना हामी चाहिँ आइसक्यौँ उसको निलमको चाहिँ एटिएम पनि बनायौँ त्यस पछाडि अनि हामी अहिले चाहिँ यता कतारातिर आएको छौँ साथीहरू निलम चाहिँ उता हुनुहुन्छ अगाडि हिँड्दै हुन्छ भोइस मजाले सुनिँदैन साथीहरू थाहा छ मलाई बाहिरको ब्याकग्राउन्ड चाहिँ धेरै आउँछ अनि मेरो भोइस चाहिँ थोरै आउँछ त्यो थाहा छ मलाई अनि आजको भ्यू चाहिँ यस्तै छ साथीहरू देख्न सक्नुहुन्छ हामी दुईजना चाहिँ जाँदैछौँ निलम उता अगाडि जाँदै हुन्छ त्यही भएर मैले भिडियो उसको भने नै छिमा बनाउँछु अनि म चाहिँ छु यहाँ आजको मेरो लुक्स कपाल हेर्नु साथीहरू जाँदैछु साथीहरू अब हामी त्यो पानी भएकोतिर जाने अनि कतारको भ्यू चाहिँ यही हो साथीहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो के साथीहरू हेर्नु न वाउ कस्तो राम्रो रुखहरू भएको यताउता अनि जाँदैछु म चाहिँ तपाईँहरूलाई म देखाउँछु कस्तो ठाउँमा पुग्छु भनेर हेर्नु यहाँको डेकोरेसनहरू यो चाहिँ सायद त रेस्टुरेन्ट होला अनि यहाँको गाडी कति राम्रो रेस्टुरेन्ट हेर्नु रुखहरू भएको फुलहरू भएको म अलिक सानो बोल्छु कि साथीहरू बोल्नु त ठुलै बोलेको जस्तो लागिरहेको हुन्छ मलाई तर साउन्ड चाहिँ सानो हुँदो रहेछ क्या किनकि ब्याकग्राउन्डको साउन्ड चाहिँ धेरै आउँदो रहेछ क्या निलम कस्तो लाग्यो तपाईँलाई कतारा अलिक हामी आइसक्यौँ कताराको यो चाहिँ अलिक माथि माथिको भागतिर अनि हेर्न साथीहरू लेमन फलिरहेछ यहाँ कागती के अरे अमिलो फलिरहेछ अनि निलम चाहिँ यहाँ हुनुहुन्छ कस्तो लाग्यो तपाईँलाई एकदम रमाइलो एकदम राम्रो ठाउँ छ झन्डै पनि फलिरहेछ साथीहरू अनि हामी दुईजना घुमिरहेछ मस्त दुईजना धेरै दिनपछि दुईजनाको छुट्टी मिलेर रमाइलो गरेर छौँ घुमेर साथीहरू अझै पानी भएको ठाउँतिर पनि जान्छौँ क्या साथीहरू हेर्नु न कति राम्रो रुखहरू नेपालमा भएको जस्तै अर्कै फिल आउने क्या साथीहरू यहाँ आइसके पछाडि चाहिँ कस्तो आफ्नै गाउँ घरतिर आएको जस्तै फिल हुने यहाँ लेमन फलिरहेछ यहाँनिर लेमन फलिरहेछ साथीहरू कागती मजाले देखेको छैन होला नि देख्नुभयो अहिले यहाँ फलिरहेछ लेमनको रुख पनि छ साथीहरू यहाँनिर चाहिँ यो पनि हो नि बयारको बोट पनि छ यहाँनिर चाहिँ कस्तो तपाईँलाई कस्तो फिल भयो निलम यहाँ हुँदा मलाई त एकदम नेपालकै याद आएको सच्ची कस्तो नेपालकै दामी हरियाली अनि त्यसपछि अमिलो फलिरहेछ निलम चाहिँ फर्स्ट टाइम आउनुभएको अनि यहाँनिर म चाहिँ अस्ति पनि आएको थिएँ तर म चाहिँ अस्ति आउँदा चाहिँ राति आएको थिएँ साथीहरू अनि त्यस्तो धेरै मजाले देखेको थिएन आज चाहिँ मजाले घुम्न पाइरहेको छौँ तर गर्मी चाहिँ अहिले पनि गर्मी चाहिँ ओभर नै छ गर्मी चाहिँ साथीहरू सेम क्या कन्यामकै बाटो क्या हेर्नु है कन्याम जस्तै कालो ओह्रालो कन्याम जस्तै
हेर्नु यहाँदेखि कति राम्रो भ्यूहरू देखिएको। यति राम्रो ठाउँ साथीहरू, यति राम्रो ठाउँ यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ ठ्याक्कै कन्यामको जस्तो भ्यू आउने ठाउँ होइन। पानी हेर्नु साथीहरू, पानी बगिरहेछ यहाँनिर चाहिँ। यति यहाँ आउँदाखेरि चाहिँ अर्कै फिल हुने क्या, आनन्दको ठाउँ, कस्तो रमाइलो हरियाली सबैतिर, कति राम्रो ठाउँ हेर्नु देख्न सक्नुहुन्छ। भ्यूहरू चाहिँ कति राम्रो के साथीहरू। अब चाहिँ यहाँनिर लाइटहरू बल्ने टाइम भयो साथीहरू, अनि यहाँ अलिअलि लाइट बल्न थालेको छ। रातिको भ्यूज त झन् यस्तो बवाल आउँछ नि साथीहरू यहाँनिर। अहिले चाहिँ हामी यता अलिक माथि डाँडातिर आएको छौँ। निलमजी उता टिकटक बनाउँदै हुनुहुन्छ। अनि यहाँ हेर्न साथीहरू कस्तो राम्रो भ्यू आएको। अब अहिले चाहिँ अलिअलि बलिरहेछ लाइटहरू, अब अझै बल्नु बाँकी नै छ नि त लाइटहरू। अनि म चाहिँ यहाँ बसिरहेको छु। गर्मी भयो क्या साथीहरू, तर त्यति धेरै गर्मी भएको जस्तो फिल चाहिँ नहुने कि यहाँनिर, किनकि सबैतिर रुखपातहरू छ नि त, हरियाली छ, त्यही भएर त्यस्तो धेरै गर्मी भएको जस्तो महसुस चाहिँ नहुने। हावाहरू चाहिँ चलिरहेछ। अनि यतातिर पनि लाइट बलिरहेछ। यहाँ हेर्न कति राम्रो, यहाँ माथि चाहिँ देख्न सक्नुहुन्छ। यहाँ माथि कति राम्रो, यो नेपालमा पनि फुल्छ नि साथीहरू। यसको नाम के हो मैले बिर्सेँ, तर धेरै नै राम्रो फुलिरहेछ क्या यो। अब हामी जान्छौँ, म अलिक माथितिर जान्छौँ। म चाहिँ उता पनि घुमेको छैन नि त, अलिक उता पनि जान्छौँ। अनि यता पनि गएको छैन। अनि विशेष गरेर म यहाँनिर चाहिँ किन आएको भने साथीहरू, यहाँको पानी के साथीहरू ठ्याक्कै वहीँ नेपालमा भएको जस्तै खोला होइन, ठ्याक्कै त्यस्तै क्या। अनि एकदम नेचुरल सबै कुरा एकदम राम्रो। अनि यहाँनिर चाहिँ आउँदाखेरि चाहिँ अर्कै फिल हुने क्या, त्यही भएर आएको छौँ हामी दुईजना। अब चाहिँ हामी जान्छौँ होला माथितिर, हेर्दै गर्नु होला तपाईँहरू। यो चाहिँ रहेको छ कताराको रातिको भ्यू साथीहरू। लाइटहरू बल्न थाल्यो, अनि अब चाहिँ मान्छेहरू पनि धेरै आउन थाल्नु भयो यहाँनिर, किनभने फ्यामिलीहरू आएर बस्नुहुन्छ क्या यहाँनिर चाहिँ। उतातिर बसिराख्नु भएको छ। निलम चाहिँ यहाँ के भयो, घर जाने भोक लाग्यो साथीहरू, सुषमालाई केही पनि पाएन। घर जाने, अब हामी घर जानु लागेको। यतातिरको भ्यूहरू कति राम्रो छ क्या साथीहरू। यता पिसफुल क्या एकदम बस्नलाई नि। आज त खासै मान्छे यता आउँदै हुनुहुँदो रहेछ नि। हुन त हामी त्यस्तो धेरै जहिले आउने त होइन, तर त्यो पानीहरू चाहिँ कति राम्रो के साथीहरू, धेरै नै राम्रो। निलम उतापट्टि जाउँ न, उतापट्टि कति पानी छ। अनि अब हामी घर पनि जान लागेको। अब चाहिँ रात पनि पर्यो नि त, त्यही भएर रातिको भ्यू चाहिँ यस्तै छ, देख्न सक्नुहुन्छ। रमाइलो भयो नि, एकदम रमाइलो भयो। गर्मी पनि भयो, भात खाएर सुत्ने हो, पकाएको चाहिँ छैन भन्नु। अब पकाएर खाँदा न बिस्तारै। छुट्टी पनि सक्यो साथीहरू, आजको छुट्टी यस्तै भयो। आजको छुट्टी काम यस्तै भयो। अलिअलि घुम्यौँ, अब जाने हो रुममा। सबैजनाले सुषमाको च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु त सब्सक्राइब भन्नु न, सब्सक्राइब। अनि यहाँनिर चाहिँ म तपाईँहरूलाई एउटा चिज देखाउन गइरहेको छु साथीहरू। एकदम नेपालकै जस्तो छ। नेपालको जस्तै क्या साथीहरू, सेम पानी छ। अनि यहाँ बर्को बोट पनि छ साथीहरू। यो देख्दै हुन्छ नि, यो अलि हरियो पात भएको, यो चाहिँ बर्को बोट हो साथी। अनि सुषमा र मैले चाहिँ फोटो धेरै खिच्न पाइनँ आज। फोटोसोटो खासै खिचेन, अलिअलि टिकटक बनायो मैले, अलिअलि भ्लगहरू बनाएँ, भिडियो बनाएँ। अनि कस्तो दिमाग लगाएर बनाएको होला कि यो खोला चाहिँ। यो पानी अझै माथि गएर नि, यही पानी यता तल आउने हो क्या। माथि एउटा दिदी लड्नु भयो कसरी, देख्नु भयो कि नै मैले। फेरि मेरो आँखा त फेरि तेजिलो छ नि साथीहरू। हेर्नु न, यो पानी बगेर त्यहाँ तल जान्छ, अनि यही पानी चाहिँ अनि मोटरले तानेर माथि लगेर जान्छ, अनि फेरि यही तल लिएर आउँछ क्या। कति राम्रो, हेर्नु न, सेम नेपालमा भएको खोला नाला जस्तै। यो यसलाई के भन्छ साथीहरू तपाईँहरूकोतिर? हाम्रोतिर चाहिँ यसलाई किर्ने भन्छ, किर्नेको फुल भन्छ। हेर्नु न कति राम्रो फुलेको, यहाँनिर यसरी सजाएर राखेको छ हाम्रो
हाम्रोतिर त यत्तिकै गाउँ बाटोतिर भइरहेको हुन्छ। निलम यता हेर्नु कस पानीभित्र लाइट हेर्नु न साथीहरू। अब चाहिँ हामी जान लागेको। हाम्रो अब यो लास्ट भिडियो हो साथीहरू। कसरी जाने हो हेट झन्डै लडे कति राम्रो हेर्नु न यहाँ।